मिस प्रेग्नेन्सी टाइममा दही खाना हुन्छ, करेला खाना हुन्छ, चटपट खाना हुन्छ, पपैया खाना हुन्छ कि नाइ भनेर मेरो इनबक्समा धेरैजनाले सोध्नुहुन्छ कि मैले स्पेसल्ली के भन्छु भने प्रेग्नेन्सी टाइम मात्र होइन अरू टाइममा पनि खाना भनेको यो खाना हुन्छ त्यो खाना हुन्छ भनेर चाहिँ भनिनँ है। विशेष गरी यो फलफुलमा चाहिँ खाने नखाने, तरकारीमा खाने नखाने भन्ने चाहिँ त्यस्तो हुँदैन। सम्पूर्ण तरकारी, सम्पूर्ण खानेकुराहरू चाहिँ हामीले अरू बेला खान मिल्छ। खान नमिल्ने भनेको चाहिँ अनहाइजेनिक फुड, प्रोसेस फुड, ओइली खानाहरू होइन। त्यसै गरी आफूलाई एलर्जिक हुन्छ भने त्यो खानाले त्यो चाहिँ नखाने होइन। र यो प्रेग्नेन्सी टाइममा झन् एक्स्ट्रा चाहिँ थप चाहिँ खाने, थप रेस्ट चाहिँ गर्नुपर्दछ। अनि कन्फ्युजन भनेको काँक्रो खाना हुन्छ कि नै चिसो लाग्छ मलाई, फलफुल खाना हुन्छ कि नै चिसो लाग्छ मलाई, दही खाना हुन्छ कि नै चिसो लाग्छ मलाई होइन, पपैया खाना हुन्छ कि नै भनेर चाहिँ धेरैजना कन्फ्युजन हुन्छ है। यो दहीको विषयमा, काँक्रोको विषयमा, सुन्तलाको विषयमा म के भन्छु भने खाना भन्ने चिसो तातो चाहिँ हुँदैन है। खाना भनेको चाहिँ जुन सिजनमा फल्छ नि त्यो सिजनमै खाना बनाएको है। सुन्तला चिसो सिजनमा फल्छ, त्यो चिसै सिजनमा खाना बनाएको हुन्छ, त्यसले चाहिँ चिसो गराउँदैन। दही भनेको चाहिँ प्रत्येक दिन हजुरले चाहिँ खान सकिन्छ है। दही चिसो हुने अवस्था भनेको हजुरले चाहिँ लामो समयसम्म फ्रिजमा स्टोर गर्नुभएको छ भने चाहिँ दही चिसो हुन्छ, नत्र चाहिँ दही चाहिँ चिसो हुँदैन है। दही भनेको चाहिँ हाम्रो गट हेल्थको लागि एकदमै इम्पोर्टेन्ट चिज हो, एकदम हेल्दी ब्याक्टेरिया हुन्छ जसले चाहिँ खाना डाइजेसनको लागि हेल्प गर्छ। र अर्को कन्फ्युजन भनेको चाहिँ प्रेग्नेन्सी टाइममा यो पपैया खाना हुन्छ कि नै भन्नुभएको छ। पपैया चाहिँ सकभर नखाने नै भन्छु म है। फर्स्ट ट्राइमेस्टरमा यो काँचो पपैयाको तरकारी अचार चाहिँ नखाने। यो पपैयामा, काँचो पपैयामा यस्तो तत्त्व पाइन्छ कि फिमेल युटेराइनलाई चाहिँ सफ्ट बनाउँछ, जसले गर्दा मिसक्यारेज हुने चाहिँ चान्सेस चाहिँ हुन्छ। त्यही भएर चाहिँ पाकेको खाना मिल्छ, काँचो चाहिँ नखाने है भन्छु म। र त्यो बाहेकको क्रेभिङ हुने भएको खानेकुराहरू चाहिँ थोरै हजुरहरूले चाहिँ मिलाएर चाहिँ खानुहुन्छ। बाहिरको यो प्रोसेस फुड, जङ्क फुडहरू चाहिँ नखाने।